हामी लुवाङ गएर फर्किने क्रममा छौँ। धेरै रमाइलो भयो। यसो फोटोसोटो खिचौँ लिगौँ भिडियो भनेर त्यसपछि पोखरा आउन क्रममा छौँ हामी। बाटोमा आएर पोखरा आएर खाना खायौँ। धेरै मिठो खाना लाग्यो। धेरै रमाइलो भयो। एकदमै आनन्दले खाना खाइयो। यसो फेवातालतिर घुम्न गयो। यसो फोटोसोटो भिडियो सिडियो लिग्यौँ। रमाइलो भयो। धेरै आनन्द आयो। रमाइलो भयो। वरिपरिको वातावरण हेऱ्यौँ। हरियाली फुलहरू रमाइलोसँग गर्यो। इन्जोय गर्यो जे होस्। अनि आएर यो खाना खायो। यो के हो खाना खायो नाम त आउँदैन मलाई। यो धेरै रमाइलो भयो। के यो एकदमै रमाइलो भएर इन्जोय गरेर खाइयो। हेर्नुहोस् मेरो हाँसो। अनि एकदमै रमाइलो भयो खाँदाखेरि। पहिलोचोटि खाएको है यो फेरि अहिलेसम्म खाएको थिएन। एकदमै मिठो क्रन्ची एकदम झुरुम झुरुम थियो। तर पहिलोचोटि खाएको भएर एकदमै इन्जोय गरेर खाइयो। रमाइलो भयो एकदमै। नास्ता सास्ता भयो। हेर्नुहोस् हामी कसरी खाइराखेको छौँ। एकदमै इन्जोय गरेर खाएको हो। एकदमै हाम्रो खाना खाएको स्टाइल हेर्नुहोस्। देउस हाँसो सहित खाइयो इन्जोय गरेर। यो चाहिँ नाम चाहिँ आएन हामीलाई भन्न पनि आएन। बहुत कोसिस गऱ्यौँ। हेर्नुहोस् हामी कति हाँसेछौँ। यो खाँदाखेरि बहुत इन्जोय भयो हाम्रो। पहिलोचोटि फेरि फेरि पनि खाने मौका मिलोस् त्यस्तै। हामी टुर चाहिँ एकदमै इन्जोय भएको थियो। धेरै टाइम लाएर खाएछौँ। खाएपछि यसो घुम्न हिँड्यो। अति लामो त्यसपछि यसो फेवातालको हावा खाइयो। आजको एकदमै राम्रो दृश्य पोखरा फेवातालको। यसो फोटोसोटो लिग्यो। रमाइलो गर्यो। बसेर फोटो खिच्यौँ। घुम्यौँ। वरिपरि हेऱ्यौँ। लाइटहरू मान्छेहरू सबैलाई हेर्दै हेर्दै घुम्दै घुम्दै राति रमाइलो भयो। सबै देखियो वरिपरिको। सन्ध्या रात परिसकेको थियो। अब हामी फर्किने क्रममा छौँ। तालदेखि हिँड्दैछौँ बाटो।